शताक्षी माता भनेको यो संस्कृत शब्द रहेछ। शता माने 100, अक्षी माने आँखा। 100वटा आँखा भएकी शाकम्भरी देवी माता यहाँ प्रकट भएर उनीहरूलाई सम्पूर्ण यहाँनिर अन्न अनादिहरू सबै यहाँ गरिदिएर हराभरा बनाइदिएको कथा जोडिन्छ र त्यही किम्वदन्ती त्यो छ। किम्वदन्ती त्यो छ। त्यही आधारले 87 को फुल फर्म भनेको 100वटा आँखा भएकी माता शाकम्भरी देवी माता चिनिँदो रहेछ। प्रकट भएर यहाँ जसमनी आश्रम हामी जसमनी आश्रममा आइपुग्यौँ। ट्याक्क यहाँ मरिदाई हुनुहुन्छ स्वामी कृष्ण महाराज अनि हाम्रो दाई आदरणीय दाई यहाँबाट देख्नुहुन्छ। हामी जसमनीको आश्रममा छौँ। मोटो बन्दै सास बढिरहेछ। यहाँबाट हामी माथि जाँदैछौँ। जसमनी आश्रमबाट ऐतिहासिक ठाउँ पौराणिक ठाउँ 87 स्थित यो चाहिँ जसमनी आश्रमदेखि माथि राम्रो दृश्यहरू देखिन्छ भन्ने कुरा छ। पछाडिको आश्रममा झापाको विभिन्न र इलामको विभिन्न ठाउँहरू देखिनेछ दृश्यहरू। फिराउन हामी 87 धाम मन्दिरहरूबाट निकै माथि माथि यस्तो ठाउँ छ।
यहाँबाट माथि पर दाइबहरू भएको ठाउँ पुग्नुपर्ने छ। के देखिन्छ अरे त्यो पछाडि त्यहाँबाट के देखिन्छ अरे के को देखिन्छ सबै देखिन्छ सदा चाहिँ हाम्रो देखिन्छ। आज सटरडे शनिबार होलिडेको टाइम पनि हो। महाराज स्वामी कृष्णसँग आज हामी जाँदैछौँ। त्यत्रो उकालो चढेर जानु चाहिँ त्यस्तो छ। के खोज्दै हुनुहुन्छ तपाईँले? के खोजेको? यहाँ विभिन्न प्रजातिका किराहरू पनि पाउँछ। भरे तपाईँलाई म मेरो भ्लगमा बिचमा किराहरू पनि हामीले देखेका भेटेका किराहरू पनि देखाउनेछौँ। अचम्मको कुराहरू भेटिन्छ यहाँनिर र हामी गलिसके गाइज। हामी निकै माथि जाँदैछौँ र त्यो दृश्य पनि तपाईँहरूलाई देखाउनेछौँ। हल्लाहरू सुनिराख्नु भएको छ र हेर्नुहोस् म तपाईँलाई देखाउँदैछु। यो चाहिँ शिव सतासी नगरपालिका वार्ड नम्बर 11 मा पर्छ सतासी धाम। सतासी धामको माथिल्लो भेक साइडबाट जसमनी आश्रम हुँदै बाहिर माथि निस्किने बाटो हो यो चाहिँ। आइपुग्यो देखिने ठाउँ। एन्टी लाइट पुरै आउँदैछ नि। यो पछाडिको है पुरा एन्टी लाइट भएर चाहिँ राम्रो देखिरहेको छैन तर म देखाउँछु। अब यो बगर कमल खोला कमल कुन उयो पर देखेको गाउँ चाहिँ अब अहिले कमल खोला पार भएर पल्लोपट्टि जानु पर्यो। यो हुसे लागेको हो कि यो के हो? यो चाहिँ यो कस्तो देखिन्छ? यो प्रदूषित हो क्या? प्रदूषितै हो। तल अब रोडहरू बनिँदैछ। महाराज स्वामी कृष्ण दाई यहाँ हेर्नु चाहिँ यसको खासियत के छ बताइदिनु थोरै दाइ। यसको भन्नाले यहाँ यो 87 को चाहिँ खास यसको चाहिँ इतिहास यहाँ त अब यहाँभन्दा पनि अहिले हामी वल्लो पाटोमा छौँ। हामी बस्ने मूल मन्दिरहरू तल छ। त्यहाँबाट माथि माथि जुन झरना भएको ठाउँसँग मानिन्छ। अस्ति द्वापर युगदेखि कथा जोडिँदो रहेछ यहाँ भन्नु पऱ्यो नि। अनि अब यो पाण्डव र कौरवको लडाइँ हुँदा 12 वर्षमा 1 वर्ष गुप्तवास बसेको यहाँ अनि विराट राजालाई पनि भेटेर आएको विराटनगरमा भन्ने किंवदन्ती छ। त्यसपछि अब तपाईँको यहाँ धेरै हजार ऋषिमुनिहरूले 88,000 भन्ने छ। अब 87,000 भन्ने छ। अब धेरै ऋषिहरूले नै भनौँ न तप गरेर बस्दाखेरि यहाँ सुक्खा खडेरी लागेको भन्ने बुझिन्छ। त्यतिखेर शताक्षी माता भनेको यो संस्कृत शब्द रहेछ। शता माने 100, अक्षी माने आँखा। 100वटा आँखा भयो कि शाकम्भरी देवी माता यहाँ प्रकट भएर उनीहरूलाई सम्पूर्ण यहाँनिर अन्नबालीहरू सबै यहाँ गरिदिएर हराभरा बनाइदिएको कथा जोडिन्छ र किम्वदन्ती त्यो छ। किंवदन्ती त्यो छ। 87 को फुल फर्म भनेको 100वटा आँखा भएकी माता शाकम्भरी देवी ल प्रकट भएर यहाँ गाइजहरू थपाउनुभयो 87 धाम भन्नुहुन्थ्यो के रहेछ भन्ने कुरा आजदेखि। अब सम्पदाहरू पनि छ। पिरेनुन पानी छ एउटा, त्यो चाहिँ तपाईँको पेटमा ग्यास्ट्रिक अपेक्षामा घाटहरूलाई त्यो खानु पर्यो। त्यो तातो पानी चाहिँ कहाँ छ? तातो पानी छ लेखेको। तातो पानी त्यहाँदेखि मास्तिर छ। तातो पानी आउँछ त्यहाँ? अनि सहर दुग्धकुण्ड छ। त्यो अब अघि म त यहीँ रहिथाने हो। म यहीँ हुँदाखेरि म मसिन सानो हुँदा त भूमि हिँड्दाखेरि एकदम रियल दुधै मोटो सेतो दुधै आएको झरेको मैले देखेको छु। देख्नुभएको अहिले चाहिँ झर्दैन होला। अहिले छैन। अहिले त उही पानीहरू दुध चाहिँ जुन त्यो गाईको थुनहरू चाहिँ त्यतिकै छ जस्ताको त्यस्तै। तर जुन दुध झर्ने क्रम चाहिँ अहिले चाहिँ छैन। यसो पानीहरू थोरै झर्दैछ। हस् ल धन्यवाद तपाईँलाई। यहाँ त के छ यो माथि जानुपर्छ। त्यो 88बाट भित्र तिर्नुपर्छ।
कस्तो जग्गा छ त डुबुल्कीहरू त्यहाँनेरि पोखरी यस्तो ढुङ्गाहरू चिल्लो चिल्लो भएर यस्तोमा हिँड्दा चाहिँ बोक्ने हो कि अहिलेको सामानहरू बोसो चुहिएको छ तप तप बोसो तप तप चुहिरहेछ मेरो चाहिँ क्या यतिको भइहाल्यो यति हिँड्यो भने त भइहाल्यो नि किन त चुहिराख्नु भने 5 किलोमिटर नजानेर हो क्या तरिकामा अब के गर्नु त पनि अब गर्नै परिहाल्यो बोसो तप तप चुहिएको है सब देखिन्छ यहाँबाट पनि देखिँदो रहेछ है यहाँबाट पनि देखिँदो रहेछ है दुधहरू त्यो दुधै होइन आमामा वायु प्रदूषण जलवायु प्रदूषण सायद यसैलाई भन्छ जलवायु परिवर्तन यसलाई भन्छ होला है यस्तो घाम लागिरहेको समयमा पनि टक्क कुहिरो मण्डल जस्तो देखिने होइन दाइ आमा अनि यस्तो भएपछि त अनि उहाँ तल स्पष्ट देखिँदो रहेछ उयो पनि यहाँ त चट्टै पछि आउने हो कि अन्तिम असरमा बिरुवा रोपौँ सबैले वायु प्रदूषणलाई रोकौँ स्वस्थ जीवन बाँचौँ हेर्नुहोस् यत्रो घाम लागिरहेछ तर देखिने चाहिँ पुरै माथिबाट हेर्दाखेरि हुस्से लागे जस्तो जाडो मौसममा बादल लागे जस्तो देखिएको छ त्यो पुरै वायु प्रदूषण हेर्नुहोस् स्वास्थ्यलाई प्रत्यक्ष असर पुऱ्याउँछ तल माताको आधा हो त्यो मुख्य मन्दिरको इलाका होइन त उयो सकाको रूप होइन ठुलो हामी त्यहीँबाट त आएको होइन किराहरू यस्तो पाइन्छ यहाँ किरा चल्छ यहाँ चाहिँ माथि यस्तो समतल छ उतापट्टि डाँडै डाँडा डाँडा छ सर हावा चल्छ यहाँसम्म हिँडेर आउनुपर्छ है मजा छ यस्तो समतल छ यहाँ अलिकति डाँडा छ त्यसलाई देखाउँछु यहाँ चाहिँ शीतल हावा चल्छ उतापट्टि हेर्नुहोस् भिड छ ऊ पर माथि चाहिँ छारा छ होइन झरना पनि छ त्यतैतिर यहाँ चाहिँ यस्तो छ अलिकति यहाँ भूभाग राम्रो छ र पल्लोपट्टि अब दाइहरू लगाइसक्नु भयो म पनि अब सँगसँगै लाग्दैछु भरै तपाईँहरूसँग भेट्नेछु हेर्नुहोस् शीतल भयो हिँडेर आयो त्यहाँदेखि यहाँसम्म तर अहिले चाहिँ शीतल छ आनन्दको छ सर हिँड्न पनि सजिलो भइरहेछ अब ओह्रालो झर्नुपर्छ तर ग्लोबलाइजेसनले एउटा हामीलाई कनेक्ट त गरेको छ तर यहाँबाट यतिको उचाइबाट करिब यो उचाइबाट हामीले हेर्ने हो भने पनि यहाँ देख्न सक्नुहुन्छ एकदम क्लियर देखिरहेको छैन वायु प्रदूषण कतिको रहेछ अथवा वायु प्रदूषणले अहिलेको विश्वलाई अहिलेको इन्भाइरोमेन्टलाई अहिलेको होइन मान्छेको स्वास्थ्यलाई मान्छेको जीवनलाई कति प्रभावित बनाइरहेको छ यो भन्ने कुरा चाहिँ अहिले हस्पिटलहरूमा गइसकेपछि थाहा हुन्छ मजदुरहरूलाई अथवा सर्वसाधारण जनतामा परेको नयाँ नयाँ सिम्टम्सका रोगहरू देखिन्छ
र यहाँबाट एउटा अनुभूति गर्न सकिन्छ। तपाईँलाई म देखाइरहेको छु, घाम लागिरहेको छ, कुनै जाडो छैन यहाँ, तर पनि हुस्से लागेको जस्तो पर हेर्नुहोस् त, यो हुस्से लागेको जस्तो देखिएको छ। यो पक्कै पनि हुस्से अथवा कुनै बादल नभइकन यो चाहिँ वायु प्रदूषणको कारण पैदा भएको भन्ने लाग्छ मलाई। त्यसबाट सबैले वातावरणलाई स्वच्छ बनाउनतिर लागौँ, बिरुवा रोपौँ, स्वस्थ हावा खाउँ र हामी सबैजना स्वस्थ बनाउँ र आफ्नो स्वास्थ्यलाई सेवा गरौँ अथवा त्यसमा हामीले ध्यान दिउँ भन्ने मलाई लाग्छ। स्वास्थ्य नरहे जीवनको कुनै अर्थ छैन। त्यसमा पहिलो सर्वप्रथम कुरा के हो भने, पहिलो कुरा के हो भने हामी सबै स्वास्थ्य बन्नुपर्छ। स्वास्थ्य बनिसकेपछि मात्रै हामीले सोचेका कुराहरू पुरा हुन सक्छ। तपाईँलाई म देखाउन चाहन्छु, यहाँनिर हेर्नुहोस्, भर्खरै डढेलो यताउति लागेर यसलाई थाकल भन्छ। यसको चाहिँ विभिन्न चाहिँ यसको खानेकुरा पनि हुन्छ, यसको फल पनि हुन्छ र यसको यो जुन पातहरू छ, यो थाकलको पातहरूबाट रेसाहरूबाट तपाईँको चाहिँ गुन्द्री बुन्ने, पिरा बुन्ने विभिन्न कामहरू चाहिँ प्रयोजनमा ल्याउँछ। यी चाहिँ आयुर्वेदिक डक्टरहरूले प्रयोग गरेको पाउँछौँ हामीले। यो चाहिँ होइन देख्न सक्नुहुन्छ, यो थाकल हो र तपाईँहरूसँग मैले देखाइरहेको छु। यो थाकल एकदमै यसको चाहिँ महत्त्व छ। पहाडी इलाकातिर, यो सेक्टरतिर थुप्रै उपयोगी कुराहरू हामीले प्राप्त गर्न सक्छौँ है। तपाईँलाई देखाएँ। हस्, धन्यवाद।